आजै हामी इन्जिनियरिङ मेकानिक्सको फर्स्ट इयर फर्स्ट पार्ट को च्याप्टर नम्बर 4 हो यो एनालाइसिस अफ सिम्पल बीम एन्ड फ्रेममा छ सपोर्ट all the material substance are loaded on certain bases. These bases are simply called support or base. All external load, self weight, are transferred to these support on ground. भन्छ अब types of support एउटा छ roller support, B hinged support, and C fixed support. Roller support induced type, the end of beam is supported on the rollers. In such case, a reaction is normal to the support. यसरी यो रोलर सपोर्ट भयो अनि यसको रिएक्सन चाहिँ नर्मल टु द सपोर्ट यो सपोर्ट छ यसको नर्मल यो नर्मल्ली रिएक्सन लाग्छ भन्छ यसमा चाहिँ रोटेसन थीटा चाहिँ थीटाको चान्स छ किनकि यो रोटेसन यसरी यसरी क्लकवाइज एन्टी क्लकवाइज रोटेट हुन सक्छ होरिजोनल डिस्प्लेसमेन्ट मतलब यता लेफ्ट राइट पनि जान सक्छ तर भर्टिकल डिस्प्लेसमेन्ट तल माथि हुन सक्दैन तर भर्टिकल डिस्प्लेसमेन्ट हुन सक्दैन त्यही भएर यहाँ रिएक्सन लागेको छ जहाँ रेस्ट्रिक्सन छ जस्तै यहाँ भर्टिकल डिस्प्लेसमेन्टमा रेस्ट्रिक्सन थियो त्यही भएर यहाँ रिएक्सन लाग्यो डिग्री अफ फ्रिडम मतलब यो चाहिँ दुईटा डिरेक्सनमा दुईटा वेजमा यसले आफ्नो मुभमेन्ट गर्न सक्छ यसरी गर्न सक्छ एउटा अनि होरिजोन्टली गर्न सक्छ नम्बर अफ रिएक्सन चाहिँ 1 भयो किनकि यहाँ भर्टिकल डिस्प्लेसमेन्टमा मात्रै ब्यारियर छ त्यही भएर एउटा मात्रै रिएक्सन आयो अब हिन्ज सपोर्ट इन दिस टाइप द एन्ड अफ बीम इज हिन्ज्ड or pinpointed and free to rotate about the support but cannot move in any direction. There are two reaction component. Okay, you want na? Here no. In this type, end of beam is hinged. Hinged भनेको यस्तो or pinpointed. Hinged भनेको यहाँ यो चाहिँ अलिकति गलत फिगर छ यो फिगर चाहिँ सही हो यो हिन्ज्ड पिन पोइन्टेड यस्तो सपोर्टहरू एउटा एन्डमा भन्छ एउटा एन्डमा लाग्छ अनि यहाँ चाहिँ टु रिएक्सन कम्पोनेन्ट हुन्छ यसरी एउटा रिएक्सन लाग्छ अनि अर्को यसरी लाग्छ मैले यहाँ बनाएर दिन्छु यसरी पनि लाग्छ एउटा रिएक्सन होरिजोन्टली लाग्छ यसरी यहाँ पनि बनाएको छु यो पनि बनाएको छु यहाँ रोटेसन हुन्छ होरिजोन्टल डिस्प्लेसमेन्ट हुँदैन र भर्टिकल डिस्प्लेसमेन्ट पनि हुँदैन त्यही भएर यसको डिग्री अफ फ्रिडम कति भयो त 1 नम्बर अफ रिएक्सन 2 भयो A fixed support. The end of beam is fixed, such as beam is not free to rotate. यसरी फिक्स्ड हुन्छ एउटा यो पनि हुन्छ यो पनि हुन्छ अब जस्तो पनि क्वेसन आउन सक्छ एक्जाममा यसमा रोटेसन हुँदैन होरिजोनल डिस्प्लेसमेन्ट पनि हुँदैन र भर्टिकल डिस्प्लेसमेन्ट पनि हुँदैन डिग्री अफ फ्रिडम त्यही भएर यसको 0 भयो र नम्बर अफ रिएक्सन equals to 3 अब beam हेर्छौँ हामी A beam is a structural member designed to support mainly transverse load and general beam. In general, beams are long and straight. Okay. Transverse भनेको normal, perpendicular. Since transverse loads are perpendicular to axis of beams, they will include shear and bending moment in cross section of beam. Shear and bending moment चाहिँ हामी अहिले पछि पर्छौँ अर्को भिडियोमा ल्याउँछु म हामी यति मात्र अहिले के बुझौँ भनेपछि बीम एउटा स्ट्रक्चरको कुनै एउटा बिल्डिङको स्ट्रक्चरल मेम्बर हो
जसले एउटा सपोर्ट गर्छ। आई विल गिभ यु एक्जाम्पल। जस्तै यो मेरो रुमको एउटा बिम भयो, यहाँदेखि यसरी भएर त्यहाँसम्म जान्छ अनि यसले चाहिँ सबै लोडहरूलाई सपोर्ट आफ्नोमा वेट ल्याएछ। सबै लोडहरूको लाइक आफ्नो लोड ट्रान्सफर गरेछ। बिमको काम हो लोड ट्रान्सफर गर्ने। अनि यो वाल यो पिलरमा पिलरलाई कोल्युम भन्छ, कोल्युममा दिने अनि कोल्युमले चाहिँ ग्राउन्डमा झार्छ। अब हामी टाइप्स अफ बिममा जाम। सिम्पली सपोर्टेड बिम, when both ends are supported on simply support। सपोर्टमा यो सपोर्ट के भन्ने अरे यसमा बुझिहाल्नुहुन्छ। यहाँ एउटा P1 लोड छ, यहाँ एउटा P2 लोड छ, हेर्नुहोस् है। अनि एउटा दुईवटा सपोर्ट छन्, दुईवटा बोथ एन्ड्स चाहिँ सपोर्टेड हुनु पर्यो, चाहे त्यो फिक्स्ड सपोर्ट होस् वा रोलर सपोर्ट होस्। ओके, वा हिन्ज्ड पनि भयो। कन्टिन्युअस बिम चाहिँ नम्बर अफ सपोर्ट इन्क्रिजेज। नम्बर अफ सपोर्ट इन्क्रिज मतलब यो सपोर्टहरू इन्क्रिज हुँदै जान्छ, नम्बर अफ सपोर्ट। जस्तै यो बढ्दै जाँदा यो पनि बढ्दै जान्छ। यो बिमको लेन्थ बढ्दै जाँदा सपोर्टको लेन्थ पनि बढ्दै जान्छ। फिक्स्ड बिम भनेको त एउटा एन्ड पनि फिक्स्ड, अर्को एन्ड पनि फिक्स्ड, बिचमा लोड छ। क्यान्टिलिभर बिमको एउटा एन्ड फिक्स हुन्छ र अर्को एन्डमा चाहिँ लोड हुन्छ। प्रुभड कन्टिन्युअस बिम भनेको एउटा चाहिँ एन्ड फिक्स छ, हेर्नुहोस्, अनि अर्को एन्डमा चाहिँ के छ, यो रोलर सपोर्ट छ। ओके, अनि ओभरह्याङ्गिङ बिम भनेको चाहिँ एउटा एन्डमा यो के भन्नु यसको लागि, यो सिम्पली सपोर्टेड छ, हेर्नुहोस् है, यो एन्ड अनि अलिकति यो बढेको छ। ओभरह्याङ भनेको बिम सपोर्टको एन्डभन्दा अझै पछाडि गएको छ। यहाँ लोड सपोर्टको एन्डभन्दा पनि पछाडि जानुलाई ओभरह्याङ्गिङ बिम भनेको। टाइप्स अफ लोड्स, point load, concentrated load। If the load is acting on a beam over a very small length, it is approximate as acting at the middle at that length, and it is represented by an arrow as shown in figure। इसको यूनिट चाहिँ किलोन्युटन और न्युटन। टाइप्स अफ लोड चाहिँ हामी सिम्पली सपोर्टेड बिममा मात्रै पढ्छ। हेर्नुहोस् यहाँ लोड एउटा पोइन्ट लोड, यो पोइन्ट लोड भनेको यसको लेन्थ चाहिँ अलि धेरै पनि हुनसक्छ, पोइन्ट नै हुन्छ भन्ने होइन। अलि पोइन्ट लोडको त अहिले हाम्रो प्र्याक्टिकल लाइफमा हामी देख्न सक्दैनौँ। यो लोडको पनि अलिकति डाइमेन्सन हुन्छ, तर यो बिमको तुलनामा चाहिँ यो पोइन्ट जस्तै हुन्छ, त्यही भएर यसलाई पोइन्ट भनिएको। युनिफर्मली डिस्ट्रिब्युटेड लोड, युडिएल भनिन्छ यसलाई। द लोड एक्टिङ ओभर अ लङ डिस्टेन्स सच द्याट एभ्री युनिट डिस्टेन्स हेज गट सेम इन्टेन्सिटी अफ लोडिङ। यसको युनिट पनि त्यही होइन त्यो किलोन्युटन पर मिटर और न्युटन पर मिटर। यहाँ चाहिँ एउटा सिम्पली सपोर्ट बिम छ, अनि बिमको माथि चाहिँ यसरी यो लोड हो है, यो लोड हो। अनि यसको प्रत्येक युनिट डिस्टेन्समा प्रत्येक सेम डिस्टेन्समा सेम अमाउन्टको लोड छ। लोड न बढेको छ न घटेको छ, त्यही नै हो युनिफर्मली डिस्ट्रिब्युटेड लोड। यसको लोडको हाइट हो यो प्रत्येक युनिट डिस्टेन्समा L/2 यो भइहाल्यो, के छ केही पनि छैन।
Uniformly varying load UVL. In this type, the load is varying from point to point in triangular form. ट्रायङ्गुलर फर्म मात्रै हुँदैन, यो जिरोदेखि स्टार्ट गर्यो भने त्यसलाई ट्रायङ्गुलर लोड भनिन्छ। यो जिरोदेखि स्टार्ट भएछ यहाँ यो इन्डमा चाहिँ हैन, तर यो जिरोदेखि स्टार्ट नभएर यहाँदेखि स्टार्ट पनि हुनसक्छ लोड यति हाइटदेखि, त्यसलाई ट्रायङ्गुलर भनिँदैन। युनिट त्यही हो, किलोन्युटन पर मिटर। Based on design purpose, load are generally the external forces that are applied to structure. Structure are designed to resist these external forces. Okay. यसको यो चाहिँ क्लासिफिकेसनको एउटा टाइप भयो यिनीहरू हैन, यिनीहरू एउटा टाइप भयो पोइन्ट लोड। कस्तो टाइप भयो भन्दा यहाँ चाहिँ लोडको साइज हेऱ्यो, लोडको मास हेऱ्यो, लोडको वेट हेऱ्यो हो यसमा चाहिँ हैन, बेस्ड अन त्यो भयो। यो चाहिँ बेस्ड अन डिजाइन पर्पोज भनिन्छ। यहाँ खास डेड लोड। डेड लोड भनेको त्यो नहलिने लोड, जस्तै एउटा बिम भयो, बिमको माथि बिमको आफ्नै लोड, वालको लोड, प्लास्टरको लोड, यो सबै डेड लोड भए। लाइभ लोड भनेको हामी ह्युमन्स अनि अरू के हुनसक्छ, जो आफ्नो पोजिसनलाई चेन्ज गर्ने लोडहरू हुने यिनीहरू। डाइनामिक लोड अर्को छ डाइनामिक लोड। डाइनामिक लोड भनेको भाइब्रेसनले गर्दा आउने लोड, जस्तै कुनै जेनेरेटर चलायो भने भाइब्रेसन हुन्छ हो, त्यही लोड। विन्ड लोड भनेको विन्डले दिने लोड, हावाले दिने लोड। ओके, कहिले ऱ्यापिड विन्ड सहनुपर्छ कुनै बिल्डिङले, त्यसको लागि पनि डिजाइन गर्नु पर्यो। इलेक्सन लोड भनेको चाहिँ कस्तो हो भन्दा कुनै स्ट्रक्चर बनाउनुको लागि त्यसको माथि पनि बनाउने क्रममा एउटा लोड राखिन्छ। जस्तै घर बनाउँदाखेरि घरमा चाहिँ बाँस बिछेको हजुरले देख्न सक्नुहुन्छ हो, त्यस्तै स्ट्रक्चर बनाउनुभन्दा अघि त्यसले के लोड सहनु पर्छ त्यो नै हो इलेक्सन लोड। टेम्परेचर इफेक्टले पनि धेरै लोडहरूको सिर्जना गर्छ। टेम्परेचर इफेक्टले गर्दा लोड चेन्ज हुन्छ, लोडहरूको पोजिसन चेन्ज हुन्छ। मतलब हजुरलाई थाहा छ टेम्परेचरले गर्दा नै एक्सपान्सन र कन्ट्र्याक्सन हुन्छ। अरू त्यस्तै ब्रिजहरूमा स्ट्रेस चेन्ज हुन्छ। अरू चाहिँ हाम्रो सेस्मिक लोडमा चाहिँ अर्थक्वेकको भाइब्रेसन पर्यो, अरू सेस्मिक फोर्सेसहरू परे। अब लोड रेसिस्टिङ मेकानिजममा के हुन्छ र कम्प्रेसिभ टेन्साइल लोड, यस्तो लोड राख्ने। These are either point or distributed along the longitudinal axis of member. Example, external load on truss element. Couple moment. It is the combination of two parallel, equal, and opposite force separated by certain distance. खै यो त मलाई पनि आउँदैन, सरलाई सोध्नुपर्छ। यो एउटा फिगर भयो, यसको इक्विभ्यालेन्ट फिगर यहाँ छ। यो एउटा सिम्पली सपोर्ट भयो। यसो सिम्पली सपोर्टमा दुईटा रिएक्सन देखाइएको छ, किनकि यो चाहिँ कस्तो सपोर्ट भयो यो हाम्रो रोलर भयो कि हिन्ज भयो, यो हिन्ज भयो, यो फिक्स, यो रोलर भयो हैन। रोलरमा कतिवटा रिएक्सन हुन्छ, रोलरमा एउटा हुन्छ, फिक्स्डमा दुईटा हुन्छ, त्यही देखाइएको। अनि यो मोमेन्ट हैन, यो टु प्यारलल नै भनियो,
टु प्यारल इक्वल एन्ड अपोजिट फोर्स सेपरेटेड बाई सर्टन डिस्टेन्स भनेको मोमेन्ट पी इन्टु डी पी भनेको फोर्स हो। क्वेसन नम्बर 1 यसको इक्विभ्यालेन्ट फिगर बनाउने हो। ल म छोप्छु ल। 5 न्युटन छ यहाँ लागेको फोर्स, यहाँ 5 न्युटन तल लागेको छ। यी दुईटा बिचको सेपरेसन चाहिँ 1 मिटर 2 मिटर 1 मिटर भयो सेपरेसन हैन। अनि यो चाहिँ के हो, फिक्स्ड हो होइन, यो हिन्ज हो, यो रोलर हो। अब यसरी यो फिगर भयो है। यहाँ दुईटा रिएक्सन कम्पोनेन्ट लाग्यो, यहाँ एउटा लाग्यो, अनि यहाँ मोमेन्ट कुन मोमेन्ट भयो, यो क्लकवाइज मोमेन्ट भयो। यहाँ एन्टी क्लकवाइज मोमेन्ट भयो। त्यो 5 न्युटनको फोर्स यहाँ त यो लोड हो यो। क्वेसन नम्बर 2 मा यस्तो छ, यो 10 यो मोमेन्ट भयो 10 प्लस 10 इन्टु कति डिस्टेन्स छ, डिस्टेन्स कति डिस्टेन्स यहाँ छ 2 मिटर 20 भयो होइन। मोमेन्ट एन्टी क्लकवाइज भयो, यहाँ दुईटा रिएक्सन लागे, यहाँ एउटा कसरी लाग्यो, यहाँ पनि दुईटा लाग्नुपर्छ, यसरी लाग्नुपर्छ है। ओके छ यहाँ ट्विस्टिङ लोड। ट्विस्टिङको बारेमा के छ त, the couple applied with direction along the longitudinal axis of the member, that is rotational shaft। ट्विस्टिङ लोडमा चाहिँ ट्विस्टिङ लोडको लङ्गिट्युडनल एक्सिस, लङ्गिट्युडनल मतलब सिधा, यसरी सिधा longitudinal axis of the member। longitudinal axis अनुसार चाहिँ त्यहाँ अबाउट लङ्गिट्युडनल एक्सिस यो चाहिँ लोड चाहिँ ट्विस्ट हुन्छ, यसरी बटारिन्छ। इक्जाम्पल्स रोटेसनल शाफ्ट भन्छ। रोटेसनल शाफ्ट मतलब a fundamental mechanical component that rotates around a central axis to transmit torque and rotational motion from a power source to other machine components। Equilibrium condition, equation of static equilibrium, the algebraic sum of all vertical components is equal to 0 कन्डिसन हो है यो स्ट्याटिक इक्विलिब्रियमको कन्डिसन, र यसलाई इक्वेसन पनि भनिन्छ। ओके, द algebraic sum of all horizontal components is equal to 0, the sum of all moment is equal to 0। ओके द्याट्स अल। अब सरले कहिले लेखाउनुहुन्छ तपाईँ लेखाइ चाहिँ म नोट्स सेयर गर्छु। ओके बाई।